आज म बनाउँदैछु मोमोको अचार। यसमा चाहिँ मैले झोल अचार, बाक्लो अचार र पिरो अचार बनाएको थिएँ। अति दामी भएको थियो। म चाहिँ 2 प्लेट खाएर बसेको होइन। बनाउनु सुरु गरौँ है त। सुरुमा चाहिँ प्यानमा सेतो भट्टमा सेतो तिल अनि त्यसपछि सिलामा हालेर यसलाई मजाले रातो हुने गरी भुट्ने। यसलाई मजाले रातो हुन दिनु पर्यो। त्यसपछि फेरि प्यानमा तेल हालेर यसमा अदुवा हालेर एकछिन अदुवालाई मजाले फुर्याउने अनि त्यसपछि टमाटर एड गरिदिने र यसमा नुन अनि हालेर यसलाई मजाले एकछिन मिक्स गरेर छोपिदिने अनि यसको यस्तो खालको ग्रेभी जस्तो बनाउने होइन। अनि त्यसपछि मिक्सरमा यो भटमास हालेर यसको धुलो बनाउने सुरुमा अनि त्यसपछि यो टमाटरको पेस्ट हालेर यसमा पानी हाल्ने अनि धनिया हालेर यसलाई पनि मिक्स गरेर यसमा कागती अनि त्यसपछि नुन हालेपछि यो झोल रेडी हुन्छ। त्यसपछि फेरि प्यानमा बटर हाल्ने अनि यसमा मस्तसँगले लसुन हालेर लसुनलाई हल्का रातो रातो बनाउने अनि त्यसपछि प्याज हालेर बेसार हालेर यसलाई मजाले मिक्स गर्ने। त्यसपछि पालो आउँछ टमाटरको। टमाटर हालेर यसमा हरियो प्याज अनि नुन अनि त्यसपछि थोरै मोमो मसला हालेर यसलाई पनि मिक्स गरिदिने र एकछिन छोप्नको लागि छोडिदिने। त्यसपछि यसको पनि यस्तो खालको ग्रेभी जस्तो बनाउने अनि त्यसपछि मिक्सरमा हालेर डल्ले खोर्सानी र धनिया हालेर यसको यस्तो अचार बनाउने अनि पिरो अचारको लागि डल्ले खोर्सानी लसुन र टिमुरको छोप अनि पानी हालेर यसको अचार बनाउने अनि यो रेडी हुन्छ।